मिलाउँदा गोड्दा 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 अझै झार गेलाइसक्यो। यसलाई चिल्लो बनाएर राख्नु चाहिँ झार निस्किँदै छ। बिहान 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 गरेर पनि यति त सक्यो है। थोरै बाली छ, त्यहाँ बिउ राखियो भने 1 वर्षलाई मलाई चाहिँ खान पुग्छ। सानो परिवार, थोरै बारी। मम्मीको जमानामा बाउले यति जोड दिएको थियो र नभए अब किन्न सकिन्छ। अब युरोप पुग्यो भने मात्रै हो। नेपालमा एउटा सानो पसल गरेर अहिले भात खानु पनि मुस्किल छ। त्यही पनि छोरीहरू बिहान बिहानै झगडा गर्छन्। के चाहियो अरे तँलाई? ब्रेड, जाम, खुवाइ त्यस्तो छ। ब्रेड, जाम समयअनुसार। अब ब्रेड छैन के लाने? भुक्के भुक्के। त्यस्तो त्यस्तो कुरो खानु हुँदैन। भनेको राम्रो हुँदैन। के गर्नु, केटाकेटी मान्दैनन्। भुक्के। मजाले घाम लाग्यो भयो। माथि माथिको झार मर्छ नि नानी। घाम लागेन। अब फेरि भोलि एकचोटि केलाउनुपर्छ। अब सावित्री बिउ पाइएन के हामी होला, गाउँमा खोज्नुपर्छ। है नानी, घर बन्द।